ल है नि ल है आयो है हरियाली हरियाली ल है बगैँचा है बगैँचा यो चाहिँ आले गाउँमा है दामी छ है दामी छ यता घुम्ने आउने है भिड दामी देखिन्छ यता एउटा हिमाल हो कि के पनि देखिन्छ है हिमाल पनि देखिन्छ तर आज कुहिरो छ त्यही भएर देखेको छैन एकछिनमा देखिन्छ होला दामी जहीँ जठान फेरि यो 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 चाहिँ हालैको भ्यू पोइन्ट फ्रम गैँडाकोट 18 हालै आउँदैछ हामी घुम्न यो गार्डन पिङ पनि रहेछ भ्यू चाहिँ अक्खा छ ल बाफ्रे अझै अहिले राम्रोसँग क्लियर देखेको छैन रहेछ त ले भिडियो भइसकेपछि That's the point, man. दामी दामी देखा दामी एउटा नरान्ना त नकरा नि हामी चाहिँ आलेतिर घुम्न आएको है मेलामा आएको बजार छ भलिबल गेम छ त्यही भएर आएको राम्रो छ ठाउँ यता आउनु होला सबैजना यता डाँडाकाँडा नि देख्न सक्नुहुन्छ तपाईँहरूले डाँडाकाँडा यो चाहिँ भ्यू पोइन्ट हो सो यहाँबाट वरिपरि सबै देख्छ बाफरे अझै घाम निस्किन बाँकी छ अलिकति सो एकछिन हेरौँ यहाँबाट घाम निस्केपछि कस्तो देखिन्छ यता माथितिर है यता त राम्रै देखिरहेछ माथितिर त्यही नि चिसो चाहिँ भन्नै नपर्ने गरी रहेछ है चिसो त टोपी लगाएको छ त है मैले धन्न यो छोडेर आएन फर्स्ट टाइम घुमेको भनि यहाँ तर यहाँ यस्तो पनि रहेछ है चढ्दिउँ कि माथि यस्तो पनि रहेछ यो ब्लग बनाउँदैछ गोरे भाइको लागि हेर्नु होला गोरे भाइ छ यहाँ हेर्नु होला यो
इला लोसन के चे उल्टा लेकिन ने ए ल ल